गाइजहरू सबैजना नमस्ते अनि शुभ बिहानी। आज बिहानीको मौसममा चाहिँ म चाहिँ उठेर कोठाबाट बाहिर आउँदाखेरि यस्तो नजारा देखेको छु। गाइजहरू मेरो बुढी चाहिँ यस्तो लिप्दै भित्र कोठामा बिहान लिप्दैछन्। बुढी चाहिँ कान्छी बुढी कता गएछन्। आज उसले चाहिँ लिप्दैछ बिहानै उठेर होइन। एउटा केही छोटो गीत गाइदिनु हामीले धेरै भइगयो त्यहाँ गीत सुन्न नपाएको भनेर बिहानै 5 बजी उठेर उज्यालो राम्रोसँग उज्यालै भएको छैन। म चाहिँ लिप्न सुरु गर्छु। कान्छी चाहिँ कहाँ गएछ ल म भिडियो बनाउँछु। अन्तिमसम्म सबैजनाले हेरेर साथ दिनु होला। हाम्रो युट्युब च्यानल हाम्रो नमुना जोडी र हाम्रो फेसबुकतिर पनि आउने छ भिडियो। सबैजनाले हेरेर साथ दिनु होला भन्दै केही आउँछ भने गाइदिनु गएर दिउँसो चाहिँ गाउन पठाउने छु। अनि म चाहिँ कान्छी बुढी कहाँ गएछ यसो हजुरलाई नजारा देखाउनेछु। अनि भिडियोमा त्यसो हेर्नु होला। म चाहिँ जाँदैछु कान्छी बुढी भएको ठाउँतिर। आजको मौसम चाहिँ यस्तो रहेको छ। हाम्रो बिहानको पानी पर्ला जस्तो छ गाई फाइनल्ली। अब चाहिँ कान्छी बुढी गएको ठाउँतिर म जाँदैछु। तपाईँको चाहिँ घट्टर काट्नु ल्याउँछु भने फाइनल्ली होइन। आज तपाईँलाई म के घट्ट देखाउने छु। गाईहरू कतिपय ठाउँमा त घट्ट हुँदैन होला, मिलले पिल्छ। अमृततिर चाहिँ पानी घट्ट मजाले सर पानी घट्टले पिस्छ। गाईहरू म तपाईँलाई देखाउने छु। अन्तिमसम्म जोडी रहनु होला भन्न चाहेँ। अहिलेलाई म चाहिँ घट्टतिर लागिरहेँ। गाईहरू पानी तपाईँको लागि बिउ काट्दै होइन फाइनल्ली। अनि खेतहरू जोत्दै तयारी छ एकदम भव्य रूपले। अनि कता गइछन् बुढी भन्ने कुरा घट्टर मलाई पनि थाहा छैन। घरमा भनेको घट्टर गएछ भन्ने कुरो सुनेको कारणले म चाहिँ निस्केको भ्लग बनाउनुको लागि। होइन यो भ्लग चाहिँ अन्तिम हेरिदिनु होला। म चाहिँ घट्टर जाँदैछु अहिले। यो बाँध चाहिँ बढेको छ हाम्रो भेरीको चाहिँ पानी एकदम परेको हुनाले बाँध चाहिँ अहिले पहिलेको भन्दा धेरै बढेको छ। गाईहरू अझै योभन्दा धेरै बढ्ने कसो ठाउँ छ। पानी परेकै छैन। 2 दिन पानी पऱ्यो हाम्रोतिर हिजो र आज। त्यही भएर आज चाहिँ फेरि भएको छ भेरीको भाव चाहिँ। अब जस्तै गरी महिना दिनसम्म पऱ्यो भने त्यसो धेरै फरक आउने छ। गाईहरू त्यो पारीको खोला जस्तो आएको छ। आज दादाको खोला जस्तो आएको छ। अरू भेरी गाईहरू भेरीले यस्तो धामी प्रकारले पुरा ठाउँ नै खाली नभएर प्याक भएको छ अहिले चाहिँ। अब कति आउँछ योभन्दा हजुरहरूलाई कति हेर्नु होला। र उसको पाइपभरि ल्याएको छु सानो खाले त गाईहरू। अनि म चाहिँ भ्लग बनाउँदै गर्दाखेरि घट्ट जाने क्रममा बाटोमा भ्लग बनाउँदै गर्दाखेरि त्यो पारी उहाँले पाइप बगाएर सबै ल्याइदिएको रहेछ। यहाँ गएको छ पाइप पनि नथाहा भएको भए आएर लैजानु होला हाम्रो भ्लग हेरेर। अनि के भन्छ यस्तै छ मेरो जेपिटी भ्लग बनाइदिने होइन। अन्त बस्नु हिँड्दा यताउता गर्दाखेरि भ्लग बनाइदिएको छु म चाहिँ। गाईहरू सबैजनाले हेरेर साथ दिनु होला। अनि म चाहिँ आज त हजुरहरूको लागि विशेष पानी घट्ट देखाउने छु होइन। पानी घट्ट नदेख्नेहरूलाई कस्तो हुन्छ भिडियो हेरेर साथ दिनु होला। आज म देखाउँछु तपाईँहरूलाई पानी घट्ट। गाईहरू म आज थाहा छैन कान्छी चाहिँ पानीहरू गएको भनेर घरमा अहिले भनेको कारणले म चाहिँ आएको। अनि हाम्रो यो गिरेगाड खोला पनि लास्टै आज त पानी आएको रहेछ। गाईहरू कुरालो उठाउँदैछन् त्यहाँ। त्यहाँदेखि माछा मार्दैछन् गाईहरू कसैले। अनि घट्ट चाहिँ यहीँ रहेका छन्। घट्ट यहीँबाट सुरुवात गर्दै आउँदाखेरि भ्लग चाहिँ बनाउने क्रममा म चाहिँ घट्ट पुग्दैछु। गाईहरू यो चाहिँ त्यो भाइले चाहिँ कुरालो गइरहेको छ भित्रबाट माछा मार्नेको लागि। खोला किनारमा गाह्रो छ। खोला किनारमा जानु पनि गाह्रो छैन। बर्खाको सिजन छ। बगाउन सक्छ भन्न चाहेँ म चाहिँ। अनि मेरो बुढी चाहिँ घट्ट चाहिँ आएको अरे कुन उता आएको यहाँ त आएन छ। त्यो टप्पु घटाउनु गएको छ होला।
हाम्रो भिडियो लामो हुन्छ तै पनि हेरेर साथ दिनु होला भन्न चाहे। आएर बुढी घट्ट आगो घट्ट बसेर दिन्छ गाईहरू। कान्छीपुरी घट्ट आएर भित्र त्यो त्यहाँ भन्छन् गाउँ यसमा हालेर गाईहरू यसरी पिसिन्छ घट्ट चाहिँ। यो चाहिँ घट्ट यसरी पिसिँदै त्यो घट्ट पानी लगाइदिइसक्यो त्यो देखिसक्यो। यो चाहिँ घुम्दैछ गाईहरू। यो बनाउँछु मलाई थाहा छैन गाईहरू घट्टको बडीले त्यो चाहिँ उताउति लागिरहेको छ। यो यताउति दुईवटा घट्ट अनि हाम्रोतिर यसरी पिसिन्छ है गाईहरू। हाम्रोतिर गाउँ एकदम पिसिन्छ अन्त हाम्रोतिर मिसिन हुँदैन गाईहरू घट्ट हुन्छ पानी घट्ट मिलाएर पिसियो। अनि पायो घट्ट झन्किन झन्किन कतिले बनाउँदैछौँ त्यो हाम्रो पानी घट्ट भन्छ स्पेसल कच्चाबाट पिसियो मजाले। पानी सुकेर घट्ट बसिरहेको अहिले बिस्तारै घुमिरहेको छ। अहिले यो चाहिँ भयो कि जस्तो लाग्छ लाग्छ। गाईहरू भन हाम्रो ब्लगमा स्वागत छ तपाईँलाई। म गएँ भित्र अहिले बसी फेरि त्यो बनायो बस्यो क्या पानी बुझिरहेको छ मात्र पानी सानो छ। अहिले अलिकति गाउँ लाग्यो घट्टाले यस्तो सुतेछ पिसानको माया छैन भित्र के भएको भन्ने कुरा सुतेछ घट्टा होइन रातभरि सुतिन्छ क्या अहिले सुतेछ गाईहरू। म चाहिँ भित्र हेर्छु यो त गइयो त घट्ट बिस्तारै घुम्छ। त्यो चाहिँ बिहा जान गयो बटमचङ बटमचङ गरेर पानी घट्ट गाईहरू। हाम्रोतिरको पानी घट्ट यस्तो छ। तपाईँतिर कस्तो हुन्छ गाईहरू यो त बसिसकेको छ घट्टै क्या बस्छ होला जस्तो लागिरहेको मलाई। अनि यो घट्टको मालिक चाहिँ पानी बनाउनु जानुभएको छ फाइनल्ली पानी कम भएको छ यसलाई। आधी गाईहरू घट्टाले अहिले घट्ट चाहिँ मच्छी राख्छ मच्छी आएर बसिरहेको छ। मलाई त केही थाहा छैन गाईहरू म त यता बाहिर बसाल्छु सबैले थाहा रहेछ उसले गर्दा लागिसकेको छ गाईहरू। आज आएर तल गइसकेको छ मेरो बुढीले जगाउँदैछन् त्यहाँ गोरामा गाईहरू मेरो टेम्पोहरूले त्यहाँ चाहिँ सबै पुग्यो मजा बनाने अहिले गाईहरू यसरी घट्ट पिछे सुतेर अब पिछे जगाएर हामीले यति घर जान्छौँ गाईहरू फ्यामिली। मैले म पनि पिछे गराल्ने छु उता उता जान्छ गाईहरू गाईहरू यसरी पिछे यता आउँछ गाईहरू बराले यति जान्छ। मन्दिर भइसकेको छ गाली गरिरहेको नजान्ने गाईहरू मसँग खाँदै जाने होला होइन नजानेको सानो हुन्छ नि गाईहरू खाँच्छु अरे खट्टामा घप्पा घप्पा होइन खाँच्नु
असार अनुसारले त्यो चाहिँ कोदाको पिठो होइन, त्यो चाहिँ गहुँको पिठो। अनि त्यहाँ मान्छेले लाउनु भएको छ भर्खर। फाइनली गाइज हाम्रो घर त पिसेर पनि सकियो। अब केही समयमा हामी घरतिर जाँदैछौँ। हजुर भिडियो बनाएर अनि अब हामी चाहिँ घरतिर जानु लाग्यो। बुढीको हालत चाहिँ भिजेल पुरै पिठी नाम छ। म चाहिँ अगाडि बाहिर निस्केर सफा गरेको अनि त्यो चाहिँ भिजेल पुरै पिठै छ पुरै साइडभरि पिठो। पछि दुई आज दुई गर्दैछ गाजर पिठो चाहिँ। त्यस पछाडि हामी चाहिँ अब घरतिर लाग्यौँ। गाईहरू तरुनी पछाडि छौँ। मलाई कोदो बोकाएर गाईहरू कोदाको पिठो बोकाएर आफूले गहुँको पिसान बोकेर हामी चाहिँ घरतिर लाग्यौँ। अब गाईहरू अनि हाम्रो ब्लग चाहिँ सबैजनालाई माया गरिदिनु होला, आज धेरै सपोर्ट गरिदिनु होला। हाम्रो अर्ग्यानिक नो एडिट होइन, कुनै बिना इफेक्टको बिना एडिटको आउँछ भिडियो, ओरिजिनल कन्टेन्ट आउँछ। अनि बुढी चाहिँ पछाडि आउँदैछन्, म चाहिँ अगाडि यो कोदोको पिठो एकदम स्पेसल तरिकाले आज बनाएर खाइन्छ। ढेँडो गाउँतिर अर्ग्यानिक खाइन्छ गाईहरू यसरी होइन, हाम्रो लोकल तरिकाले। हजुरहरूलाई पनि मनपर्छ भनेपछि लाइक सेयर गरिदिनु होला। क्या कोदोको ढेँडो के हुन्छ, आज कोदोको ढेँडोसँग के खाइन्छ, उसिएको साग होइन, गाउँको झोलिया केही न केही लोकल अर्ग्यानिक चिज खाइन्छ आज विशेष। त्यस भएर आगो आज चाहिँ बुढाबुढी कोदो पिस्न र गहुँको पिसान बोक्नुको लागि र हामी लागिरहेको छौँ अहिले घरतिर। गाईहरू नदी फेरि अहिले कालो, अघि अलिक फरक थियो, अहिलेसम्म लेदो आएछ है। लाग्यो हामी चाहिँ घरतर्फ। आजको मौसम एकदम राम्रो भएको छ र थोरै बादल छ, घाम पनि लाग्नु लागेको छ नि, तर फाटेको जस्तो मौसम पनि भइरहेको छ। दाउरा पाइप त्यहाँ पारी ल्याएको छ फलले यता हेर्नु माथि हाम्रो त्यहाँदेखि खाइ गर्दैन खाइकै हातले क्या। आज कोदोको ढेँडो स्पेसल के खाने हो बड्यो। घर पुग्न लाग्यो गाईहरूको। पेट्रोल पम्प यहाँ बन्दैछ, निर्माण भइसकेको छ। के छ चालुमा चाहिँ आएको छैन होला। घरमा पुग्दै अब हामी चाहिँ गाईहरू हामी चाहिँ घरतिर पुग्दै भन्नु पर्दाखेरि भ्लग गर्दै घर पुग्ने क्रममा आइस बाटोमा आइदियो। जेठीपछि के गर्दैछ भएको छैन, गाई चाहिँ छैन जस्तो छ। फाइनली माथि पुलानेर घर पुग्यो। कान्छा क्या भयो, मच्छर डुग्यो बाटोमा किन पैसा छोड्छ। घर पुग्दाखेरि हाम्रो खानसाना बनाएर खाएर पनि गाई भइगयो मान्छे त। गाईको रोटी बनाएर अब कान्छी तिमी किन बिचै छौ त। महारानी आइसक्नु हाम्रो घरबाट अहिले फाइनली। पर फाल्याएर आउँदै गर्दाखेरि लास्ट क्लिप हाम्रो बुढिस जेठीपुर चाहिँ अहिले आयो। हामी घटौट भर्खर आयौँ, ऊ चाहिँ गाँसबाट गाइजहरू है गाइजर कामबाट आएर है कोदोको ढिँडो दादा हेलो जानु के कोदोको ढिँडो र सुपुटी खाने खाइ यता हेर्नु न यता कोदोको ढिँडो र सुपुटी खाने है। नआउने उता त
हल्लायचं प्रोग्राम माझी भक्त दे बघ हल्लायचं प्रोग्राम